के भइरहेको छ साथीहरु बेलुका हुनलाई राति 6 बजिसक्यो बल्ल भ्लग सुरु हुनु भएको छ यार जे पनि भइरहेको छ हैन राम्रो चाहिँ भइरहेको छैन है हाम्रो देशमा हैन आज पनि एकदम ढिलो ढिलो भ्लग सुरु भयो है अलि ढिलो न सारै ढिलो यो चाहिँ अलि के भयो हाम्रो देशमा मलाई थाहा छैन तर भ्लग चाहिँ छिटो छिटो सुरु गरौँ भनेको झन् ढिलो ढिलो पो हुन्छ त यार यी भर्खर देखेको थियो यार अहिले फेरि आँखाकै अगाडि गायब भएको त्यो बिस्कुट के हो यस्तै सानोमा थियो हैन देखेँ क्यामेरा अन गरेन भने त बिस्कुट पनि लुक्दिने के हो ओके गाइज गुड इभिनिङ सबैलाई हैन एकदम ढिलो भ्लग सुरु गरेँ त्यसको लागि एकदम सरी भन्न चाहन्छु है तर यस्तै छ यार मेरो पारा यार म सुध्रिनेवाला छैन यार गाइज एउटा एकदम इम्पोर्टेन्ट टिप्स हैन डुब्ने बिस्कुटहरु चाहिँ यसरी एउटा एउटा हैन तीनटा गरेर खानुपर्छ ल यो चाहिँ मैले एकदम मेरो लामो एकदम धेरै वर्षको रिसर्च र एक्सपिरियन्स पछि पत्ता लागेको कुराहरु हो यस्तो कुराहरु म तपाईहरुलाई फ्रीमा बाँड्छु के गाइस तपाईहरुको हालखबर के छ मेरो झन्डै आलु डढेको हेर्दा खान्दा आमा आज पनि भ्लग कसरी भर्खर सुरु गर्न लाग्यो एन्ड गर्ने सोच आइसकेको अब किनकि छिटो एडिट गरेर हाल्न त पर्यो नि त हैन तर अब एन्ड कसरी गर्ने हो म अघि दिनभरि के गरेर बसे त यार है मलाई नै थाहा छैन के गाइज धेरै छैन यति छ चाहिँ